रङ्गमञ्चको पीडा र परिवर्तनको आवश्यकता। नमस्कार, मेरो नाम अन्जु खड्का, रङ्गकर्मी। म मेरो भनाइ चाहिँ 5 देखि 10 मिनेटभित्र सकाउँछु है त। समस्या नि ठुलै छ। हुन्छ। आज म यहाँ कुनै संस्था, कुनै व्यक्ति वा कुनै समूहलाई आरोप लगाउन उभिएको होइन, तर रङ्गमञ्चभित्र काम गरिरहेकी एक कलाकारको रूपमा मैले भोगेका, देखेका र महसुस गरेका केही कुराहरू राख्न चाहन्छु। पछिल्लो समय मैले विभिन्न थिएटर र समूहहरूसँग काम गर्ने मौका पाएँ। त्यहाँ मैले धेरै राम्रा कलाकार भेटेँ, अद्भुत प्रतिभा भएका मानिसहरू भेटेँ र रात दिन खटेर नाटक बनाउने मानिसहरू पनि भेटेँ। तर त्यहाँ बिचमा चाहिँ मैले एउटा पीडा चाहिँ अत्यन्तै रूपमा चाहिँ त्यो ठुलो देखेँ। हामीसँग कलाकार छन्, तर कलाकारलाई टिकाउने प्रणाली छैन। हामीसँग नाटक छन्, तर नाटकलाई टिकाउने संरचना छैन। हामीसँग सिर्जना छ, तर त्यसको मूल्य र मर्यादा निर्धारण गर्ने स्पष्ट व्यवस्थापन छैन। र यही कुराले मलाई सबैभन्दा बढी दुखायो। म एउटा कुरा स्पष्ट गर्न चाहन्छु, म कला र पैसाको विरोधमा छैन। कलाकारले आफ्नो श्रमबाट पैसा कमाउनु पर्छ, थिएटर चल्नुपर्छ, संस्थाले नाफा कमाउन सक्छ। तर प्रश्न छ, कुन मूल्यमा? कला बेचेर कमाउने कि कलाको मूल्य बुझेर कमाउने? यी दुई कुरा फरक छन्। विशेष गरी जब कुरा बालबालिकाको नाटकको आउँछ, अहिले विद्यालयका पाठ्यपुस्तकहरूमा चाहिँ भएका कथा, कविता वा विषयवस्तुलाई नाट्य रूपान्तरण गरेर विद्यालयलाई देखाउने, विद्यार्थीलाई देखाउने चलन बढिरहेको छ। यसमा मेरो विरोध होइन, तर मेरो प्रश्न छ, हामी बच्चाहरूलाई नाटक देखाइरहेका छौँ कि बच्चाहरूको नाममा बजार बनाइरहेका छौँ? एउटा कथा पाठ्यपुस्तकमा छ, त्यसलाई नाटक बनाएर मञ्चमा ल्याउनु मात्र पर्याप्त हुँदैन। त्यो बच्चाले कसरी बुझ्छ, उसको उमेर कति हो, उसको मनोविज्ञान के हो, उसको आजको समस्या के हो, नाटक हेरेपछि उसले के लिएर घर फर्किन्छ, यी प्रश्नहरूको जवाफ खोज्नुपर्छ। अब म केही कुरा स्पष्ट रूपमा राख्न चाहन्छु। पहिलो कुरा, बाल नाटकका लागि राष्ट्रिय मापदण्ड चाहिन्छ, जसले पनि बालबालिकाका लागि नाटक बनाएर विद्यालयमा लैजान पाउने अवस्था मात्र पर्याप्त हुँदैन। विषयवस्तु, उमेर अनुकूलता, प्रस्तुति, सुरक्षा र कलात्मक गुणस्तरको न्यूनतम मापदण्ड हुनुपर्छ। यसको अर्थ सृजनात्मक स्वतन्त्रता खोज्नु होइन, बच्चाका लागि बनाइएको सामग्रीप्रति जिम्मेवार हुनु हो। दोस्रो, विद्यालयबाट उठाइने रकममा पारदर्शिता चाहिन्छ। एउटा विद्यार्थीबाट कति शुल्क लिन पाइन्छ, कलाकारलाई कति दिइन्छ, संस्थाको खर्च कति हो, प्रशासनको खर्च कति हो, नाफा कति हो, यी कुरा स्पष्ट हुनुपर्छ। बच्चाको नाममा जति पैसा उठाएर पनि हुन्छ भन्ने अवस्था हुनु हुँदैन। तेस्रो, कलाकारको अधिकार सुनिश्चित हुनुपर्छ। यो कुरा म कलाकारको रूपमा धेरै गम्भीरतापूर्वक भन्न चाहन्छु। हामीलाई नाटकमा बोलाइन्छ, अभ्यास गर्छौँ, समय दिन्छौँ, कहिलेकाहीँ आफ्नो काम, आफ्नो परिवार र आफ्नो व्यक्तिगत जीवन छोडेर पनि रिहर्सल गर्छौँ। तर सम्झौता गर्ने बेला संस्थाको अधिकार लामो हुन्छ, कलाकारको अधिकार छोटो। यो परिवर्तन हुनुपर्छ। कलाकारसँग हुने सम्झौता पनि कलाकारको हितलाई ध्यानमा राखेर तयार हुनुपर्छ। कति रिहर्सल, कति प्रदर्शन, कति पारिश्रमिक, कहिले भुक्तानी, दुर्घटना भए के हुन्छ, प्रदर्शन बढ्यो भने कलाकारको अतिरिक्त पारिश्रमिक के हुन्छ, यी सबै कुरा पहिल्यै स्पष्ट हुनुपर्छ। कलाकार भावनाले काम गर्छ भनेर उसको श्रम निःशुल्क हुनु हुँदैन। चौथो, हामीलाई एउटा मानकृति सम्झौता चाहिन्छ। सम्बन्धित सरकारी वा राष्ट्रिय रङ्गमञ्च निकायले कलाकार र संस्थाबीच प्रयोग गर्न मिल्ने न्यूनतम नमुना सम्झौता तयार गर्नुपर्छ। त्यसमा कलाकारको अधिकार पनि सुरक्षित होस्, किनकि संस्था बाँच्नुपर्छ भने कलाकार पनि बाँच्नुपर्छ। पाँचौँ, अनियमितता गर्ने संस्थामाथि कारबाही हुनुपर्छ। यदि कसैले बालबालिकाबाट तोकिएको भन्दा बढी रकम उठाउँछ, यदि कसैले कलाकारलाई सम्झौता गरिएको पारिश्रमिक दिँदैन, यदि कसैले झुट प्रचार गर्छ, यदि कसैले रङ्गमञ्चको नाममा लगातार आर्थिक शोषण गर्छ भने केवल सम्झाएर छोड्नु हुँदैन। स्पष्ट कारबाही हुनुपर्छ, जरिमाना हुनुपर्छ, अनुदान रोक्वा हुनुपर्छ, आवश्यक परे अनुमति निलम्बन हुनुपर्छ र गम्भीर अवस्थामा संस्था नै खारेज गर्न सकिने कानुनी व्यवस्था पनि हुनुपर्छ। किनकि नियम नहुने ठाउँमा इमान्दार मानिस सधैँ हार्छ। र अन्त्यमा एउटा कुरा, हामी कलाकारलाई प्राय भन्छ, तिमीहरू कलाकार हो, पैसाभन्दा कला ठुलो हो। कला ठुलो हो, तर कलाकारको भोग पनि वास्तविक हो। घर भाडा, यात्रा खर्च, उसको समय, श्रम पनि वास्तविक हो। त्यसैले यसलाई हेर्न र बुझ्न सक्ने न्यायपूर्ण प्रणाली बनियोस्।
आज यहाँ उपस्थित सम्पूर्ण सम्बन्धित निकाय, रङ्गमञ्च, अग्रज, निर्देशक, निर्माता र सम्पूर्ण रङ्गकर्मीहरूलाई मेरो एउटा आग्रह छ। हामीले अब केवल समस्या गर्ने भन्दा पनि निम्न नियम बनियोस् भन्ने मेरो अनुरोध छ। कलाकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरौँ, बाल नाटकका लागि मापदण्ड बनाऊ, कलाकारहरूको सम्झौता अनिवार्य गरौँ, विद्यालयबाट उठाइने शुल्क पारदर्शी बनाऊ, अनुदान प्रणाली पारदर्शी बनाऊ, रङ्गमञ्चको राष्ट्रिय अभिलेख बनाऊ र सबैभन्दा महत्त्वपूर्ण कुरा कलाकारलाई सम्मान गरौँ र कलाकारलाई पनि त्यही सम्मान दिउँ। किनकि हामी मञ्चमा केवल नाटक खेलिरहेका हुँदैनौँ, हामीले मानिसको चेतनामा केही राखिरहेका हुन्छौँ। एउटा बच्चाले हामीले मञ्चमा बोलेको एउटा संवाद जीवनभर सम्झिन सक्छ। त्यसैले हामीले बनाइने नाटक पनि जिम्मेवार हुनुपर्छ, हामीले बनाइने प्रणाली पनि जिम्मेवार हुनुपर्छ र हामीले गर्ने व्यवसाय पनि इमान्दार हुनुपर्छ। म रङ्गमञ्च छोड्न चाहन्न, तर यस्तो रङ्गमञ्च चाहन्छु जहाँ कलाकारले आफ्नो अधिकार माग्दा समस्या नहोस्, जहाँ नाटक केवल पैसा कमाउने माध्यम नहोस्, जहाँ संस्था बलियो होस् तर कलाकार कमजोर भएर होइन, र हामी गर्वका साथ भन्न सकौँ, हो म रङ्गकर्मी हुँ, यो मेरो सोख मात्र होइन, मेरो श्रम हो, मेरो पेसा हो र यो समाजप्रतिको मेरो दायित्व हो, जिम्मेवार हो। धन्यवाद।